नि खै पानी परेर खतम भयो नि अप्ठ्यारो माछा हेर खोलाइ कत्रो आएको खोल्छ खोलो कत्रो आएको छ यी हामी यहाँ पानी पोख्दै एउटा छातामा दुईजना साथमा दुईजना अब लग नजिक नजिक अन्ला जस्तो लाग्यो हामी गोर्टे बाटो ए खोल्छु खोला हेर त खोला तिर्खा लागे निर्माया मुलको पानी खाउ कलल हिँड्ने बाटोमा खोला छ ठाडो उकालो भुइँसम्म हामी यसरी हिँड्दैछौँ बिजोग छ बिजोग छ बिजोग गुजेल घुम्न आएको गुजेलले घुमाइदिइहाल्यो नि हामीलाई वर्षामा छ हाँसरोमा छ पानीले बिजोग बनाइन्छ त्यहाँ कहाँ डाँडा यार जान जान जाउँ जाउँ टोकियो होला जुगा पनि आज टन्न भए जुगा पनि आज हाम्रो खुन खाएर पवित्र भयो भन्नुपर्छ रक्तदान गर्यो जुगालाई ल मावि आइपुग्यौँ गुजेल माध्यमिक विद्यालय हामी प्रत्यक्ष प्रसारणमा छौँ हेर्नुस् दृश्य कस्तो छ यहाँ दृश्य कस्तो छ पानी परेको छ हेर्नुस् अहिलेको दृश्य अहिलेको दृश्य हेर्नुस् यहाँ हामी अहिले प्रत्यक्ष हामी अहिलेको यहाँ झरीमा ए हाम्रो दिदी पनि टमाटर लिएर आउनुभएको थियो फर्किनु भयो ल यस्तो दुःख गरियो आज दुःख सुख सोलुखुम्बुको कुना काप्छ त्यही पनि फेरि गाली खानुपर्छ क्या हेर्नु गर्नुपर्छ यहाँ चाहिँ त्यसको काम हुँदै रहेछ ए हेर त हरिबिजोग ग्राउन्डको केटीकेटी खेल्ने ग्राउन्ड ए मकै हेर्नु त कत्रा मकै यहाँ खाने बेला भएको रहन्छ अझै खाने बेला भएको छैन मान्छेभन्दा ठुल्ठुला मकैको भयो फाइनली गाइज हाम्रा ओइ बाबुहरू आइपुग्नु भयो पानी पर्यो है फाइनल्ली हामी अब बाटो गाडी कुद्ने बाटो अब फाइनल्ली हामी कहाँ बास बस्छौँ भन्दाखेरि कहाँ जाने त्यहाँ जाने कि यहाँ जाने त्यहाँ जाने त्यहाँ जाने विष्णु भएको ठाउँ जाउँ पहिला हामी कहाँ बसेर पर होइन पर बसेको त्यो माथि नि जाने त्यो पनि हो कि होइन हजुर सुनाखरी होइन त्यो सुनाखरी कुन बस्यो कि है ऊ चाहिँ हामी बसेको
पैसा आएर त्यसै फेरि हिँडेर पैसा पो ढेवा मरु के गर्नु पैसा छैन कसो गरौँ कहाँ ल्याएर तिर्ने हो पैसा बस्नु त बस पैसा कसरी दिन्छ ख्याल गर्नुपर्छ ठुलो सानो पुल ठुलो खोला ठुलो खोला ए आहा 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 हामी 5 नम्बरको सिमाना प्रवेश गऱ्यौँ वार्ड नम्बर 5 को उता 4 यता 5 हजुर यो बनाउँदै थियो पहिला कति समय बनाएर क्या राम्रो बनाइसकेको छ यो हामी सानो सुन्यो हुँदाखेरि यो बनाउँदै थियो भर्खरै ए हो त है सानो त्यति छ बनाएको नानीलाई तल देखेको होइन कि अर्कै नानी एउटै हुन्छ नि सबै फेरि काट्छ यहाँ सोधा नि छैन अलि उसलाई फोन गरौँ त चेक खानुपर्यो एकछिन बसेर ल हामी यसो बस्ने घर आइपुग्यो बस्ने घर आइपुग्यौँ उताहरू छ यताबाट छ पहिला हामी बर्खा मासु बल्ल 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 आइपुग्यो आज हामी फर्किन सक्ने अवस्थामा छैन हामी थाकेर निथुक्क भएको छौँ भिजेको पनि छौँ अब यो कपडा कहाँ सुकाउने नुहाउनु पनि मन लागेर चाहिँ रातो भाले ए पकाएर खानुपर्छ आज यो चाहिँ माथिको छाना हामी तल पनि बनाएर छौँ व्यवस्थित मासु राम्रो यो पनि हेर्नु त स्नोकर होला ए स्नोकर बनाएर छ ल हामी आइपुग्यौँ अब कता के जो गर्नुपर्छ ल धन्यवाद हजुरलाई